हर्कजी नमस्ते अनि तपाईलाई बधाई छ। तपाई संसद हुनुभएकोमा। तपाई प्रधानमन्त्री त खैर हुन सक्नु भएन, बहुमत त ल्याउन सक्नु भएन। केही सिट जितेर तपाईले सुनसरीवासी र नेपालवासीलाई सान्त्वना दिन सक्नु भएको छ। म यो भिडियो लिएर उपस्थित भइसकेको छु। मैले एउटा भिडियोमा भनेको थिएँ म तपाईको गुलामी बन्न तयार छु यदि तपाईले एक सिट जित्नु भयो भने। यस, तपाईले जित्नु भएको छ। मैले मेरो वाचा गरे अनुरूप म तपाईको गुलामी बन्न तयार छु। म दुबईमा छु। मध्य एसियामा, मध्य प्रदेशमा अहिले तपाईको अवस्था नाजुक छ। त्यहाँको अवस्था कस्तो छ तपाईले देखिरहनु भएको छ, सुनिरहनु भएको छ। तपाईका झोले झाम्टेहरूले मलाई दिनानुदिन किचकिच गरेर, मेसेज गरेर, गाली गरेर मार्न आँटिसक्नु भयो। यो खोल्न दिनुस्, पहिला दुबई शान्त हुन दिनुस्, फ्लाइटहरू चाहिँ खोल्न दिनुस्, अनि म तपाईसँग डाइरेक्टली कन्ट्याक्टमा आएर म कुन कामको लागि योग्य छु तपाईले भनिदिनु होला। सम्भवतः तपाईले मलाई तपाईको प्रवक्ता दिनुभयो भने म नेपाल आउँछु र तपाईको गुलामी भएर बस्न तयार छु। म तपाईको माटोलाई नेपालभरि पहिचान गराउनको लागि प्रवक्ताको भूमिकामा रहेर आगामी 5 वर्षमा हामी माटो पार्टीलाई देशकै नम्बर 1 पार्टी बनाउनको लागि भरपूर प्रयास गर्नेछौँ र त्यसको लागि मेरो 100% तपाईलाई सहयोग हुन्छ। यस, फाइनली हर्केका झोले झाम्टेहरू म आउन तयार भइसके, तर हर्कजीले मलाई प्रवक्ताको जिम्मेवारी दिनुभयो भने अथवा स्वकीय सचिवको जिम्मेवारी दिनुभयो भने म दुबईबाट हर्कजीको गुलामी बन्न आउन रेडी भएँ।